शर्मिला वाइबा, रमिला कार्की, यता को हो? नरनाथजी, यहाँ पुतलीकट जुगा, चाबी च्याप्लिन, अनि सरस्वती बहिनी, हाम्रो दीपकजी है अगाडि दीपकजी, अनि बहिनीको नाम एलिजा थापा, अनि गोपिलाजी अब गुरु कता हुनुहुन्छ? अनि उहाँ मुनाजी, तपाईको आयु प्रगति होस्, उत्तरोत्तर प्रगति। ताली। एउटा बाबुलाई उहाँले गएर मद्दत गरेपछि यति मद्दत आयो कि त्यो क्यान्सर पीडित बाबुको आज जीवन बाँचेको छ। धन्य जेनिसाजी, तपाईलाई धन्यवाद। मैले हैन त मैले खुवाउने हैन त तपाईलाई। ल कति के खुवाउने र म यहाँ दुई शब्द म दिदीको लागि बोलो बोल्न नपाएर मुख एकदम चिराइरहेको। राम्रो केटी जति सबै मेरा भयो हुन्थ्यो। जहिले पनि हैरान गर्छ पैसा मागेर नआइज भन्दा आइ पछि लागेर। यो भनेको खुसीको पनि हो नि त्यो हैन। Hi everybody, नमस्ते। This is me पुण्य गौतम। अहिले यतिखेर हामी मधुपानीमा छौं। हाम्री चेली अत्यन्तै प्रखर सामाजिक जुझारु अभियन्ता जेनिसा बोराजीको आज शुभ जन्मोत्सव रहेको छ र आज हामी उहाँको जन्मदिन सेलिब्रेट गर्न मुलपानी आएका छौं। यो बडो रमणीय ठाउँ छ, चिसो छ। अब उहाँले पनि बडो अहिले देखिरहनु भएको छ, चिसोलाई पचाइदिनु भएको छ। जन्मदिनको त्यस्तो ताप र राप छ। सबैले एकचोटि ल यहाँ मसँग हुनुहुन्छ हाम्रो शर्मिला बहिनी, शर्मिला वाइबा, रमिला कार्की, यता को हो? नरनाथजी, यहाँ पुतलीकट जुगा, चाबी च्याप्लिन, अनि सरस्वती बहिनी, हाम्रो दीपकजी है अगाडि दीपकजी, अनि बहिनीको नाम एलिजा थापा, अनि गोपिलाजी अब गुरु कता हुनुहुन्छ? अनि उहाँ मुनाजी र क्यामेराम्यान साथीहरु सम्पूर्ण साथीहरुलाई स्वागतम सुस्वागतम। ल सबैले एकचोटि ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, जेनिसाजी हो तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। तपाईको आयु प्रगति होस्, उत्तरोत्तर प्रगति। ताली। मोमबत्ती बाल्नुस्, मोमबत्ती फुक्नुस्, त्यसभन्दा पछि बल्ल टिका लाउनु होला। त्यो आउँदैछ एकछिन ढोक्नु के। ल अब यो स्प्रेहरु खै त टिका लाउनु हतार नगर्नु छैन। पहिला क्यान्डल बालिसक्यो भन्दा पछि बल्ल यो फुकेर अनि त्यसभन्दा पछि केक काट्ने हामीले पद्धतिबाट गयो। सिस्टममा जानु पर्यो नि। केही छैन, अहिले पनि सिस्टम राम्रो भइरहेको छ। एकदमै राम्रो छ। बहिनीहरुलाई चाहिँ एकदम सिस्टम सिकाउनु पर्ने छ हामी भन्दा यो अबका युवाहरुलाई हामीले सिकाउँदै हुन्छ। घरैसी कामदेखि लिएर तिमीहरु बाहिरको काममा पनि एकदमै चाहिँ जान्नुपर्छ है, सिक्नुपर्छ है। मैले धेरैचोटि भनेको छ। मेन त विशेष गरी म सरस्वतीलाई भन्न चाहन्छु है यहाँ, किनभने घरमा भात पकाएर भाँडा मात्रै सबै काम सकाएर बल्ल बाहिरी काममा हिँड्ने हो। तिमीहरु त्यो कुरा गर्दैनौ भने के जेनिसाजीले
दिदीको मोमबत्ती फुक्नु होला हैन ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु जेनिसा ह्यापी बर्थडे टु यु अरू उहाँलाई चाहिँ अब खुसीमा बसाइदिने हो कि भनेको मैले सबै गरौँ गिफ्ट दिनु उहाँलाई दुई शब्द बोल्नु लगाउनु म बोल्ने ल दिदी केही भनिदिनुहोस् न भनेर भनौँ एकदम हाम्रो दिदीको जन्मदिनको शुभकामना दिउँ मुना अलि यता आउनु त तपाईँहरू दुईजना पुण्य सर तपाईँ तिमी बिचमा आऊ सरलाई देखाउ त ल बस्नु सर बस्नु अलिक पछाडि हो ल देखेर तिमी पछाडि आउन ल मुना मुना पनि जानु मुना बहिनी ल तिमीहरू पछाडि पछाडि जा तिमीहरू भिडियो पनि छ फोटो पनि छ है सबै कुरा गर्नु फोटो खिच्नु नबिर्सिनु होला है ल आउनु दुई शब्द त ल मानवजी आउनु त हाम्रो मानवजी आउँदै हुन्छ ल यस्तो साथीहरू सबैलाई नमस्कार सबैले दुई शब्द बोलौँ जेनिसाजीसँग मेरो परिचय औपचारिक रूपमा भएको केही समय भएको छ र जेनिसाजीसँग म फेसबुकमा अलिक लामो समयदेखि जोडिएको र उहाँले जहिले पनि समाजमा होचा अर्केला रोगीहरूलाई मद्दत गर्नुभयो एउटा बाबुलाई उहाँले गएर मद्दत गरेपछि यति मद्दत आयो कि त्यो क्यान्सर पीडित बाबुको आज जीवन बाँचेको छ धन्य जेनिसाजी तपाईँलाई धन्यवाद त्यसपछि उहाँलाई हामीले एकदम बधाई दिनुपर्छ धन्यवाद दिनुपर्छ उहाँको सुस्वास्थ्य दीर्घायुको कामना गरौँ अब हामी केक काटौँ होइन त मानवजीले चाहिँ हाम्रो चाहिँ उहाँलाई फोन हुन्छ हाम्रो मैले होइन त मैले खुवाउने होइन त तपाईँलाई ल कति के खुवाउने only beautiful, I know. Our heart is also very beautiful, right? Okay. ल अब सबैलाई केक दिउँ ल कुकुरी खुवाउने छ भने खुवाउनु है मन लाग्यो टिका सबैले लगाएको हो दीपक सर म बाँकी छु नि त ल है त म लगाउँ है टिका यो कोसेली यहाँ छ मेरो टिका लाउँछ दिदी अरे कोपे खिदिनु त मैले बुझिसकेँ कोसेली ल्याएको छु मैले फोटो खिच्नु तपाईँको जन्मोत्सव होइन एकदमै शुभ रहोस् लाइभ पनि गरौँ है पुण्य सर मेरो तर्फबाट आउने विशेष कोसेली भोलि आउँछ है भन्ने आग्रह सहित होइन हाम्रो सानो कोसेली चाहिँ हाम्रो दुई भाइको बहिनीहरूको बुद्धि सधैँभरि एकदम यो केक जस्तो मिठो भइरहेको छ है सधैँभरि र म यहाँ दुई शब्द म दिदीको लागि बोल्न नपाएर मुख एकदम चिराइरहेको सरस्वती त चाहिँ नरनाथजी पनि दुई शब्द बोल्नु मैले चाहिँ उहाँलाई चाहिँ हाम्रो जेनिसा बोहरा दिदीलाई म पहिलादेखि चिन्छु एकदम नेपाल प्रहरीमा कार्यरत हुँदै थिएदेखि उहाँलाई म राम्रो चिनेको र त्यति बेला नेपाली धेरै
त्यहाँ मर्दिरहनु भएको र अहिले पनि समाजसेवी काम गरिराख्नु भएको छ र आज उहाँको जन्मदिन परेको छ उहाँले लाखौँ लाख शुभकामना दिनुहुन्छ। ल अब चाबीजी तपाईँ कलाकारको तर्फबाट देशको पक्ष जनता पक्षको म पनि भइसकेर अगाडि बढ्छु तपाईँ ढुक्काउनुहोस् दिदी अब यो देश तपाईँले चल्नुपर्छ चाहन्छन् होइन तपाईँ भनेर देश राष्ट्रको एउटा महान दिदी हुनुहुन्छ यसलाई तपाईँलाई हामी पुण्यको धेरै साथीभाइहरू साथ अब एकैजुट हुनुपर्छ हैन यो विभिन्न साथीहरू उहाँहरू आएपछि हामी एउटा छुट्टै एउटा टिम बनाएर हामी अगाडि बढ्नेछौँ भन्दै म दुई शब्द ल सरस्वतीले बोलेपछि चाबीजी वान सरस्वती नमस्कार आज मेरो जेनिसा दिदीलाई लेडिज ग्याङहरुलाई चाहिँ अब सल्लाहकार पनि हुनुहुन्छ र उहाँले समाजको लागि एउटा भएको छ। गरिबी पीडितहरू असहायहरू भ्रष्टाचारको विरुद्धमा धेरै अगाडिदेखि नै बोल्दै आउनुभएको छ र दिदीको मेरो धेरै लामो समयदेखि नै सम्बन्ध नै छ। यो आगामी दिनमा पनि यसरी नै सम्बन्ध बढिरहोस् यही भन्न चाहन्छु। ताली पुगेन है ताली पुगेन पैसा टेन्सन पर्ने हो अब उहाँलाई धेरै धेरै शुभकामना। एउटा गीत गाएर एउटा गीत गाउनु पर्यो पहिला पुतली जुगा कपालैमा चौबन्दी भएको होइन। नाम मेरो चार्ली दारी मेरो खैरो सबै कुरा थाहा पाउँछु छैन म बहिरो परेको छु धेरै कान्छीको आँखामा मलाई माया गर्छौ भने आऊ बस काकामा आऊ बस काकामा राम्रो केटी जति सबै मेरा भयो हुन्थ्यो जहिले पनि हैरान गर्छु पैसा मागेर नआइज भन्दा आइपछि लागेर मेरो गर्नु पर्ने जग्गा भन्छ होइन आजकलको साथीको विदेशबाट फर्की त घर हुँदैन तान्ड पनि सजाउने चुरोटको धुवा अझै गाजा तान्न पाए शिवजीलाई सुहा पनि भगिसकेको चुरोट तानी तानी कति बाँच्छ स्वास्थ्यलाई थाहै छैन हानि भोलिबाजी भए पनि लोकल ताजा ताजा साथीसँग गरेर तान्न धेरै ताने कति असर गर्छ भन्ने बल्ल जाने सयौं केटीलाई मैले मिस कल हाने पछि आफैमा टेन्सन माने जहिले पनि हुन्थ्यो हाम्रो जक्सनमा भेट आवेशमा धेरै फुटे महँगा महँगा 50,000 सम्मको मोबाइल छ त्यही भएर सस्तो सेट भगिहाल्छ। अब तपाईँले बोल्ने मैले के बोल्ने कति बोल्ने के देशको पक्षमा जनता पक्षमा बोल्नु पर्यो तपाईले मैले त भनिहालेँ देशको पक्षमा सधैँ बोलि नै आएर आज जेनिसाजीको पक्षमा हो जेनिसाजीको पक्षमा त म सधैँभरि बोलिरहेको छु र पछिसम्म पनि बोल्ने छु होइन। म जेनिसाजीको मात्रै होइन कि अब सबैजना दिदी बहिनीहरू चाहिँ एकजुट बनाएर होइन अभियानमा चाहिँ राम्रोसित एकदमै होइन सफल पारौँ भन्ने यो तपाईँहरूको जुन टोली छ यो त एकदम स्मार्ट टोली। यो टोली भन्दा पनि अझै पनि यो टोलीहरू अझै बढ्दैछन् होइन दिदी बहिनीहरू अझै पनि अग्र हुँदैछन् होइन। सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने हामी मात्रै अग्र भएर हुँदैन हाम्रो जति पनि अभियन्ता पुरुषहरू हुनुहुन्छ नि उहाँहरूले पनि साथ र सपोर्ट मिडिया कर्मीहरूले पनि हामीलाई साथ अघि नै तपाईँले कुरा गर्नुभयो यो केक चाहिँ अभियन्ताहरूको लागि ल्याउनु भएको यो हामी सबै पत्रकार अभियन्ता र हाम्रो पुण्य सरले चाहिँ काट्नुहुन्छ होइन। यो चाहिँ हाम्रो राम्रोसित प्रगति हुँदै जाओस् होइन अभियान होइन सबै अभियन्ताहरू सबै मिडिया कर्मी पत्रकार होइन जति पनि होइन हामी चाहिँ एउटा गन्तव्यमा पुगौँ सबैले राम्रो काम हामी जस्तो यस्तो स्वच्छ बनाएको साथीहरु एकजुट भएर अब देशलाई परिवर्तन गराउनु लाग्दछ। दीपकजी बोल्नु ल। नमस्ते सम्पूर्णमा नमस्कार है। आज विशेष गरी हाम्रो जेनिसा बोहरा हुनुहुन्छ हाम्रो अन द स्पोट न्युजको अब सल्लाहकार टिममा पनि हुनुहुन्छ। नमस्ते दिदी। नमस्ते नमस्ते हाम्रो दिदीलाई पनि सम्पूर्ण अब हामीलाई यति बेला हेरिराख्नु भएका सम्पूर्ण होइन दर्शक महानुभावलाई हामी के भन्न चाहन्छौँ भने सामाजिक अभियन्ताहरू हुनुहुन्छ उहाँहरूले पनि धेरै अहिले सामाजिक क्षेत्रमा चाहिँ काम गर्दै आउनु भएको छ होइन। धेरै कामहरू गर्ने क्रममा कहिलेकाहीँ तलमाथि पनि हुनसक्छ तर चाहिँ ती कुराहरूलाई चाहिँ अब हामीले चाहिँ इस्यु बनाएर ती कुराहरूलाई हामीले चाहिँ अब ठुलै अब अप्ठ्यारी बनाएर होइन दिने होइन। हामीले समस्या उत्पन्न भयो भने त्यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्योतर्फ जानु पर्यो र हामीले चाहिँ अब अलिकता केही अध्ययन गर्न पनि जरुरी छ है सबैजनाले। किनभने हाम्रो चाहिँ अज्ञानताका कारणले गर्दा भोलि बिहान ठुलो दुर्घटना उत्पन्न हुन सक्छ भन्ने मेरो मान्यता हो।
र हामी सबैले चाहिँ अब ज्ञानको भण्डार सहित जस्तोको इक्जाम्पलको लागि हाम्रो पुण्य गौतम हुनुहुन्छ भण्डार शब्द कसरी वर्णन गरौँ होइन यसरी चाहिँ हामी सबैजनाले चाहिँ हामी सामाजिक अभियन्ता भनेर जान्छौँ तर चाहिँ हामीले चाहिँ धेरै कुराहरूको चाहिँ कसरी हामीले चाहिँ अगाडि बढ्ने कसरी हामीले काम गर्ने कस्तो सिचुएसनमा हामीले के बोल्ने धेरै कुराहरूको चाहिँ हामीले चाहिँ अब धन्यवाद बहिनी बोल्नु थ्याङ्क यू सो मच है मैले केही वर्डहरू एक्सप्रेस गर्न पाइराखेको छु आई एम फिलिङ सो ग्ल्याड है टु आई वान्ट टु से समथिङ त्यो जिन्सा बोरादीको आज बर्थडेमा उहाँले जसरी हामीलाई इन्भाइट गरिसक्यो यसरी भन्न रिमेम्बर गरेर जसरी हामीलाई इन्भाइट गरिसकेको छ वी आर फिलिङ भेरी ग्ल्याड होइन अनि उहाँ जसरी सोसल एक्टिभिटीमा यसरी एक्टिभली लागिसकेको छ आई वान्ट टु विश हर गेट सक्सेस इन इच स्टेप अन हर लाइफ है अब आरा पनि चलाइसियो त्यहाँ नायिकाले नबोलिकन टुङ्गिँदैन जेनी सजिलै दुई शब्द बोल्नु क्यामेरा एकदम राइट ल दिदी प्रत्यक्ष लाइभ गइरहेको छ है त सबैजना ताली पड्काएर साथ दिनु होला डिस्टर्ब नगर्नु है उहाँले बोल्दा जे बोल्नुहुन्छ पिन ड्रप साइलेन्स प्लिज ओके ल बोल्नु हजुरले बोल्नुहोस् न म आज म बोल्दैन भोलि चाहिँ बोल्छु अहिले बर्थडेको दिन भन्नु बर्थडेको दिनमा अब के छ तपाईँको हुन्छ नि त बर्थडे मनाउँदै हुनुहुन्छ तपाईँ जन्मदिन अब 33औं जन्मदिन मनाइरहँदा होइन देश र जनताका लागि आगामी दिनहरू कसरी जान्छ तपाईँको होइन मलाई धन्यवाद यस्तो मेरो बर्थडेमा आउनुभयो मेरो बर्थडेमा आउनुभएको सम्पूर्ण पत्रकार मित्र साथीहरू भाइ बहिनीहरू मित्र एकदम घनिष्ठ मेरो साथी आदरणीय दिजु साथी पनि दिजु पनि सबैलाई माया गर्छु कि एकदमै हैन मलाई त म एकदम सबैको तर मैले माया गरेर सबैको शर्मिला उ भएको छु कि एकदम खुसी लाग्छ मलाई तिम्रो सबैलाई म धन्यवाद दिन चाहन्छु म हिजोको दिनमा भन्दा पनि आजको दिन म सम्झिन्छु हैन बर्थडे मैले बर्थडेमा भावुक हुनु ठीक छ उहाँलाई एकदम खुसीको यो भनेको खुसीको पनि हो नि त्यो हैन खुसी ठाउँमा रहेर दाजुभाइ तथा दिदीबहिनीले सबैले साथ र समर्थन गरिदिनु होला उहाँको हौसला प्रदान होस् मिलोस् रुनी हैन त हैन अब त खुसी भएर अगाडि बढ्ने हो खुसीको आँसु हो म पनि बर्थडेमा रोएको देख्नु भएको छ त्यो स्वाभाविक कुरा हे सरी गाडी नरौन सानीले हामीले साथ दिन्छौं नि हामीले मेरो माया बसेको बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा केकमा जाउँ चिसो छ धेरै होइन सानो कुराहरू होइन जस्तो कि उहाँले चाहिँ जस्तो आज अब यो अहिलेसम्म चाहिँ जसरी चाहिँ उहाँले समाजसेवामा चाहिँ आफ्नो जीवन अर्पित गर्नु भएको छ होइन अझै पनि अब यो वर्षदेखि आगामी आउने वर्षहरूमा चाहिँ अब कसरी जानुहुन्छ भन्ने कुरा हामीले प्रश्न सोधेका थियौँ उहाँ बोल्दै हुनुहुन्थ्यो ल के बोल्नुहोस् प्लिज यस्तो हुनसक्छ है उहाँ आज होइन सबैजना खुसीको पनि भयो नि हाम्रो त यो टिम त सधैँभरि पछिसम्म पनि हुन्छ र भइरहेको पनि छौँ होइन सधैँ दिनदिनै हामी भेटिरहेको छौँ नि त होइन हामीले सबैले उहाँलाई एकदम माया गरेर हामी आज होइन यति राति 8-9 बजे पनि उहाँको लागि बसिरहेको छौँ होइन रमाइलो तर उहाँको अब उहाँ भनौँ न अब उहाँले किन रुनुभयो होला भनी मेरो विचारमा है परिवारहरू मम्मी होइन बाबा उहाँको आफ्नो आफन्त टाढा टाढा हुनुहुन्छ होइन उहाँहरू भइदिएको भए अझै राम्रो हुन्थ्यो भनेर उहाँको मनमा होइन मैले उहाँको मनको कुरा गरिदिएको है कसैले चाहे भन्नु नभन्नु होइन उहाँको मनको कुरा चाहिँ मैले भनिदिएको सायद त्यही उहाँको आफ्नो आफन्तलाई धेरै मिस गरेर चाहिँ उहाँले चाहिँ रुनुभयो होइन ठिकै छ हामीले होइन सबैजना समय र परिस्थितिले टाढा बनाए पनि आमा बुवालाई चाहिँ एकदमै सम्झिनु तर हामी सबैजना आमा बुवा जस्तै गरी कर्तव्य गरिदिएको छौँ सबै मेरो हामी बाहिर हुनुहुन्छ होइन हजुर सबैलाई तपाईँ एक्लो हुनुहुन्न यी सबै साथीभाइहरू दाजुभाइ दिदीबहिनी तपाईँको साथमा ल अब केक काटौँ ल धन्यवाद यो सरले काटिपुग्नु छ अभियन्ता तपाईँलाई तपाईँले सँगालेर लानु पर्यो
पर्यो होइन तपाईँको ज्ञानको गण्डा चढिदिनु त्यो गर्नु हुँदैन अब ल अलि यो चाहिँ होइन हाम्रो एकदमै होइन के अरे सबैजना टिमहरू चाहिँ अभियन्ताहरू होइन हामीले अभियन्ता भनेको हामी पुण्य सरहरू छ सिनियरहरू धेरैजना हुन्छ उहाँहरूको फलोअप गर्दै हामी जान पाऊँ होइन त्यही नै हो अब उहाँहरूले पनि हामीलाई राम्रो बाटो र यसो गर यसो नगर भनेर सिकाउँदै लानु पर्यो होइन कतिजना अभियन्ताहरूमा चाहिँ अझै पनि बहिनी भाइहरूमा चाहिँ अझै पनि ज्ञान छैन होइन उहाँहरूले चाहिँ सिकाइदिनु पर्यो होइन मैले भन्दा पनि मभन्दा पनि उहाँ सरहरू धेरैजना अग्र हुनुहुन्छ उहाँहरूले चाहिँ अझै ट्रेनिङ पनि दिनु पर्यो आज नलगाऊ है यसले त मीडिया कर्मी साथीहरूको मुखमा केक छैन सबैलाई मुखमा हालिदिनु होइन उहाँलाई अन्त्यमा थोरै दिएर टुङ्गाइदिनु तपाईँ टुङ्गाइदिनु अब होइन अब ल आजको बर्थडे हामीले बहुतै राम्रो छ उहाँलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना दिँदै उहाँको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना किनभने समाजमा उहाँले गर्नुभएको छ जुन समाजमा उहाँले एउटा सामाजिक काममा गर्नुभएको छ त्यसको लागि म धेरै धेरै शुभकामना दिन चाहन्छु र अझै हामी मिलेर एक ढिक्का भएर समाजको लागि र परिवर्तनको लागि बहुत काम गर्नेछौँ भन्ने हाम्रो प्रतिबद्धता छ अब जनताको पक्षमा देशको पक्षमा सरकारको पक्षमा दिनदुखी पीडितको पक्षमा हामी अगाडि बढ्नेछौँ र देशका नेताहरूले यस्तै हाम्रो जोडिएर अब नेताहरूले जस्तो कि अब देशका जनताको पक्षमा भनिहाल्नु हिजो प्रतिनिधि सभा चाहिँ विघटन भएको छ के लाग्छ तपाईँलाई के सर यो अहिले पार्टी यस्तो विघटन भएको बेला केपी ओलीलाई के सन्देश दिन चाहनुहुन्छ केपी ओलीलाई चाहिँ के सन्देश दिनुहुन्छ पार्टी फुटाउने केपी ओली हो केपी ओलीले पार्टी छुटाएन भने केपीको टाउको फुट्छ किन होइन सारा करोडौं जनताको लगानीले संविधान लेखेको हो झापतिर लागेको हुन्छ